दर्शक नमस्कार। आज बिहान उठेर मैले चाहिँ घर माइती घरमा आएको थिएँ। अनि माइती घरमा आउँदै चाहिँ म बिहानै सबैजना सुत्नु भएको थियो। अनि म वरपर हेर्दाखेरि चाहिँ घरको यतापट्टिको आँगनको घारीपट्टि कुनानिर च्याउ जाएको रहेछ। अनि म चाहिँ सबैलाई बोलाएर च्याउ टिप्दै गरेँ। अनि च्याउ टिप्दै गर्दाखेरि म टिप्दै भिडियो लामो भएछ। सबैले हेरिदिनु होला। भिडियो चाहिँ एकदम लामो छ, समय लगाएर हेरिदिनु होला। अनि च्याउ टिप्दा धेरै रहेछन्। अनि च्याउ टिप्दा मैले टिप्दै सुबमा राख्दै गरेँ। अनि मलाई भिडियो बनाउन साथ दिने माइलो बुहारले साथ दिएकी छिन्। अनि त्यही भएर चाहिँ मैले भिडियो बनाइरहेको अवस्था सबैले लास्टसम्म हेरिदिनु होला। अनि समय निकालेर अनि धेरै रमाइलो च्याउ छन्, थोरै रहेछन् यहाँनिर चाहिँ। अनि अहिले त माथिर उठेर टिपिसकिन उठ्छु भन्दाखेरि चाहिँ माथितिर अलिक काल्नापट्टि कति धेरै रहेछन् क्या च्याउ चाहिँ, कति धेरै रहेछन् भनेको थाहै नै क्या, धेरै च्याउ रहेछन्। अनि पछि मैले टिप्दा रमाउँदै टिप्दै धेरै रमाउँदै टिप्दै गरेँ। अनि पछि यति रमाइलो लाग्दो भयो आज च्याउ टिप्दाखेरि चाहिँ। धेरै खुसी लाग्यो मलाई च्याउ टिप्दा एकदम। मैले यस्तो च्याउ कहिले पनि टिपेको थिएन नि त, यति धेरै च्याउ कहिले टिपेको थिएन। पछि टिप्दै रमाउँदै टिप्दै गरेँ। पछि मैले जति टिप्न मन लागिरह्यो, हाम्रो उठ्नै मन लागेन। त्यहाँदेखि लास्टमा टिप्दै भिडियो लामै भयो। पछि अनि भिडियो लामो भइसक्यो, धेरै खुसी लाग्यो। यो भिडियोलाई सबैले माया गरिदिनु होला। अनि च्याउ खाने भए सम्पर्क गर्नु होला। मेरो आइडीलाई फलो गर्नु होला सबैजनाले ल।